हेलो गाइज, आज चाहिँ म पोक बनाउँदैछु। यो चाहिँ मेरो रेसिपी हो। जस्तो पाए त्यस्तै रेसिपी, तर खायो भने मिठै हुन्छ। मिठो चाहिँ हुँदैन होइन, मिठो मिठै हुन्छ। आज मासु बनाउँदा मलाई एउटा कुराले कस्तो सताइरहेको थियो क्या होइन। मान्छेहरू क्या पहिला अन्जान हुन्छ, अनि त्यसपछि आफ्नो हुन्छ, अनि त्यसपछि फेरि अन्जानमै गएर टुङ्गिन्छ क्या है। त्यस्तो मान्छेहरूको लागि चाहिँ फेरि हामीले हुन्छ नि, आफ्नो ज्यानै सुम्पिने, अनि त्यसपछि उभिन बाँच्न नसक्ने जस्तो फिल आउँदो रहेछ। अनि तर लास्टमा गएर उभिन पनि बाँच्नुपर्ने अवस्था हुँदो रहेछ क्या। त्यो मैले अब फिल गरेको कुरा हो होइन। सबैजनालाई हुन्छ भन्ने छैन। अनि अब फेरि सबैको अब विचार चाहिँ के हुन्छ भने एक्सको कुरा गऱ्यो भन्ने हुन्छ होइन। एक्स मात्रै होइन, अरू सम्बन्धहरू पनि त्यस्तै हुन्छ। दिदीभाइ दाजुबहिनीहरू हामीले बनाइरहेको हुन्छ नि त कति। अनि तर पनि त्यस्तो सम्बन्धमा पनि त पछि गएर कुरा नमिलेर होइन छुट्टिने अवस्था आउँदो रहेछ। अनि गाह्रो हुँदो रहेछ आफूले सोचे जस्तो नहुँदाखेरि। सबै सोचेको पुरा पनि हुँदैन। यस्तै छ जिन्दगीको भोगाइ र यथार्थ। बाई बाई।